यति बेला नेपाली चलचित्र क्षेत्रमा केही चर्चित नायिकाहरू धमाधमसँग इङ्गेजमेन्ट गरिरहेका छन् भने कसैले बिहे गरिरहेका छन्। र नायकहरूको कुरा गर्ने हो भने कोही अब समाजसेवातिर पनि लम्किँदै गरेको देखिन्छ, जसले समाजसेवाको लागि फाउन्डेसनै सुरु गरेको देखिन्छ। र कोही नायकहरू भने यति बेला ब्लकबस्टर चलचित्र दिएर लामो सास फेरेर आनन्दले बसेको पनि देखिन्छ। र कोही नायकहरू भने हिट चलचित्र दिएर पनि फेरि ब्याक टु ब्याक दमदार चलचित्रहरू लिएर आउने तयारी अवस्थामा रहेको पनि देखिन्छ। साँच्चै के हुँदैछ त यति बेला नेपाली चलचित्र क्षेत्रमा? गएको केही समय अघि मात्र रिलिज भएका चलचित्रहरूमध्ये केही चलचित्रहरू एकदमै धेरै सफल भए, जसमा जेरियन टप र परानले भने एकदमै उत्कृष्ट बक्स अफिस कलेक्सन गरेको छ। फेरि त्यस यता हेर्ने हो भने कुनै पनि ठुलो ब्यानरको गतिलो चलचित्रहरू आएको देखिँदैन, जसमा भर्खरै केही दिन अघि मात्र रिलिज भएको चलचित्र अभिमन्यु च्याप्टर 1, जसलाई पूर्णबहादुरको सारङ्गीको टिमले बनाएका थिए र जसलाई दर्शकहरूले पनि एकदमै राम्रो प्रतिक्रियाहरू पनि दिइरहेको देखिन्छ। तर कमाई कस्तो गरिरहेको छ भन्ने कुरा यति बेला अत्तो-पत्तो छैन। र अभिमन्यु च्याप्टर 1 यति बेला नेपाली भर्जनमा मात्र होइन, हिन्दी भर्जनमा पनि रिलिज हुने तयारीमा रहेको देखिन्छ। यता मङ्सिर लागेसँगै बिहेको लहर पनि सुरु भएको छ र जुन लहरमा नेपाली चलचित्र क्षेत्रका एकदमै चर्चित नायिकाहरू यति बेला कोही इङ्गेजमेन्ट गरिरहेका छन् भने कोही बिहे गरिरहेका छन्। जसमा साम्राज्ञी राज्य लक्ष्मी शाहले भने आफ्नो प्रेमीसँग इङ्गेजमेन्ट गरेकी छिन् भने नायिका पूजा शर्माले आफ्नो प्रेमीसँग बिहे गरेकी छिन्। र बिहे पनि यति धुमधामसँग गरेकी छिन् कि जसले केही वर्ष अघि बिहे भएको आचल शर्माको जोडीलाई टक्कर दिएको देखिन्छ। एकदमै भिआइपी बिहेको सेट त छँदैछ, त्यहाँमाथि हेलिकप्टरबाट फुलको वर्षात पनि भइरहेको छ। र यो हेर्दाखेरि यस्तो लाग्छ पूजा शर्माले आचल शर्मालाई एकदमै कडा टक्कर दिएकी छिन्। यता फेरि नेपाली चलचित्र क्षेत्रका चर्चित नायक पल शाहले अब चलचित्र क्षेत्रमा मात्र होइन, नेपाली दर्शक र जनताहरूको हक हितमा समाजसेवा पनि सुरु गरेका छन्, जसले हामी छौँ नामको फाउन्डेसन सुरु गरेका छन्। र यो नाम राखेको देख्दाखेरि यस्तो लाग्छ जसको कोही छैन, त्यसको लागि पल शाह छन् भन्ने कुराको एक्जाम्पल दिएको जस्तो देखिन्छ। र फाउन्डेसनको नाम पनि त्यही अनुसार सुहाउँदो राखिएको देखिन्छ। फाउन्डेसनको नाम नै हामी छौँ। जे होस्, यति बेला भने पल शाहले ब्याक टु ब्याक एकदमै मन जित्ने कामहरू गरिरहेको देखिन्छ। जसले रियल हिरोको ट्याग पाएका थिए त्यस ट्यागको सही सदुपयोग गरिरहेको जस्तो देखिन्छ। जसको अब आउन लागेको नयाँ चलचित्र आबाट आमाको टिजर भने भोलि सार्वजनिक हुने भएको छ। र यो चलचित्रले यति बेला एकदमै राम्रो हाइप बनाएको छ, जसको पोस्टरले मात्रै पनि नेपाली दर्शकहरूको मन जितिरहेको देखिन्छ। अब टिजर कस्तो आउला त्यसको विषयमा भने हामी भोलि कुराकानी गर्नेछौँ। उता नायक सुशील श्रेष्ठले पनि एकदमै दमदार चलचित्रहरूमा काम गरिरहेका छन्, जसले केही समय अघि आउटल जस्तो दमदार हिट चलचित्र दिएका छन् भने अब फेरि उनी परिवर्तन चलचित्र लिएर आउने तयारीमा रहेका छन्, जसको टिजरले पनि नेपाली दर्शकहरूको मन जितेको छ र चलचित्रको हाइप एकदमै राम्रो बनेको छ। र जसको सुटिङ सकेर पनि यति बेला उनी राम नाम सत्य नामको चलचित्रमा काम गरिरहेको देखिन्छ, जसको एउटा लुक्सले यति बेला मार्केट तताइरहेको छ। उता अर्का चर्चित नायक प्रदीप खड्काको पनि नयाँ चलचित्र एक्लो रिलिजको तयारीमा रहेको छ, जसको धमाधम यति बेला प्रमोसनको तयारी भइरहेको छ भने उक्त चलचित्रलाई न्युयोर्कमा प्रिमियर गर्ने भएको छ। र यो चलचित्रको पनि हाइप एकदमै राम्रो बनेको छ। र अब यति बेला टप 3 सुपरस्टारहरू मध्ये पल शाह र अनमोल केसीले भने ब्याक टु ब्याक हिट र सुपरहिट चलचित्रहरू दिएका छन्। अब प्रदीप खड्काले के गर्ला त? अनि प्रदीप खड्काको एक्लोले के गर्ला? दर्शकहरूको मन जित्ला या नजित्ला? पक्कै पनि चलचित्रले फरक स्वाद भने बोकेको देखिन्छ। उता नेपाली चलचित्र क्षेत्रका एक्सन किङ यानि कि निखिल उप्रेतीले निर्माण गरिरहेको चलचित्र आचार्यमा यति बेला धमाधम भारतीय कलाकारहरूको इन्ट्री भइरहेको छ र उक्त चलचित्रको सुटिङ पनि धमाधम भइरहेको छ। र सुन्नमा आए अनुसार भन्ने हो भने उक्त चलचित्र नेपाली भाषामा मात्र होइन, हिन्दी भाषामा पनि रिलिज गर्ने भएको छ। त्यसै पनि निखिल उप्रेतीको चलचित्रले एकदमै राम्रो हाइप बनाइसकेको थियो। अब हिन्दी भाषामा आउने भनिसकेपछि यति बेला यस चलचित्रले पनि एकदमै राम्रोसँग मार्केट तताइरहेको छ। अब कस्तो होला त निखिल उप्रेतीले बनाउँदै गरेको चलचित्र आचार्य? यो चलचित्र हेर्नको लागि म एकदमै धेरै एक्साइटेड छु। तपाईहरुलाई आजको भिडियो कस्तो लाग्यो? आफ्नो विचार कमेन्ट बक्समा राख्न नभुल्नुहोला।